फाइनली गाइज आज चाहिँ हामी चचे बनाउन जाँदैछौँ। के कस्तो हुन्छ साथीहरूसँग मिलेर बनाउँदैछौँ। आज अब मसला रेडी गरिहाल्यौँ। के कस्तो हुन्छ बनाउन खाम रोगामार्गी लागिरह चचे खान छोडे होइन। के गर्नु यस्तै हो। खोर्सानी हाल्यौँ, सुनिया खोर्सानी। यता प्याज पनि रेडी हुँदैछ हाम्रो। प्याज पनि रेडी भएर हाल्यौँ। एकछिन प्याजलाई फ्राई गर्छौँ। त्यसपछि फ्राई भइसकेपछि चाहिँ हामी मासुलाई पनि हाल्छौँ। प्याज फ्राई हुँदैछ। अब रेडी हुनु आँट्यो। यता टमाटर पनि कटिङ हुँदैछ गाइज। प्याज पनि रेडी हुन लाग्यो। रेडी भयो। प्याज पनि रेडी भयो। अब मासुलाई हाल्छौँ। मासु हालेर एकछिनसम्म पाक्नुको लागि चलाएर राखिदिन्छौँ ढक्कनले। अब यस्तै हो। के गर्नु। मिठो मसिनो मिठो त हुँदैन होला भए पनि अब लसुन र अदुवाको पेस्ट पनि हाल्यौँ काटेर। अब त्यसपछि एकछिनसम्म मासुलाई पाक्न दिन्छौँ। टमाटर पनि हाल्यौँ। एकछिनसम्म छोपेर अब टमाटरलाई पाक्न दिउँ। त्यसपछि मसला हालौँला। फाइनल्ली टमाटर पनि पाक्यो। अब मसला हाल्दैछौँ। मसला हालेर एकछिनसम्म चलाउँछौँ। अब हामीले चाहिँ के सोचेका छौँ भने यसमा हल्का फुल्का ग्रेभी एड गरेर खानेछौँ। के कस्तो हुन्छ भनेर सोचेका छौँ। अब के कस्तो हुन्छ हेरौँ पकाएर। अब मासुको पनि फाइनल हो। पाक्दै आयो। अब पाकेर पनि अब खाना सुरु गरौँ साथी हो। के कस्तो हुन्छ अब खाएर हेरौँ के कस्तो हुन्छ। राम्रो नराम्रो मिठो नमिठो हेरेर मिठो जस्तो लाग्दैन। चाखेर हेरौँ पहिला। ग्रेभी पनि अलिक बढी नै भएछ। फाइनल्ली अब हामी खाना सुरु गर्यौँ। के कस्तो हुन्छ खाएर हेर्छौँ। जे जस्तो भयो नि मिठै लाग्यो